Hello guys, welcome back to Netco Vlog. Netco Vlog में ਤੁਹਾਡਾ ਸਵਾਗਤ ਹੈ। Yeah, I'll buy today coffee. So guys, मैले चाहिँ रोडको माइक किनेको छु। लेट्स टेस्ट द माइक। यो माइकले चाहिँ कस्तो चाहिँ साउन्ड दिँदो रहेछ, कहाँसम्मको साउन्ड चाहिँ राम्रो दिँदो रहेछ होइन। लेट्स चेक इट आउट। द्याट्स वाइ आई एम हियर फर दिस माइक। ओके, माई वान अफ द एक्सपेन्सिभ माइक है। लेट्स सी, चेक इट आउट। अब म यो कनेक्ट गरेर देख्ने छु है। हेलो गाइज, माइक टेस्ट गर्न आएको छु म आज। यो हाम्रो जङ्गल होइन यार, यो हाम्रो पार्कमा बट हो, यो साइक्लिङ गर्ने बाटो हो, एकदम रमाइलो। अनि यो हाम्रो चेरी ब्लजमको रुख हो। यो चेरी ब्लजम हुनाले साकुरा पनि भन्ने गर्छ होइन। यो चाहिँ खासमा पैँयोको रुख रहेछ। हाम्रो नेपालमा चाहिँ एकदम पहाड हुने पैँयो रुख हुन्छ होइन, त्यही हो रहेछ। त्यही फुल्दाखेरि चाहिँ एकदम सेतो, एकदम दामी देखिने क्या। अनि यो एकदमै सिस्टमेटिक तरिकाले, लाइनबद्ध तरिकाले रोप्या छ। अनि यो फुल्दा पनि सेतै देखिन्छ। अनि मान्छे पर्यटकहरू यत्तिकै भिड हुन्छ क्या यही हेर्न। अनि एकदम फेमस क्या। कति 1-1.5 महिना अगाडि थियो होला होइन, अहिले त छैन। त्यतिखेर म पनि एकपल्ट आएको थिएँ यहाँ, अनि हेरेको थिएँ, एकदम रमाइलो लागेको थियो। सो यही माइक टेस्ट गर्न आएको थिएँ। माइकको आवाज कस्तो आउँदैछ, म टाढासम्म जान्छु है, कतिको आवाज आउँदो रहेछ। हेलो, जहाँसम्म लाग्दछ माइकको आवाज अझै पनि आउँदै होला। मान्छे नदेखे तापनि माइकको आवाज चाहिँ आइरहेको होला। वेल, यो मासङको एउटा गाउँ। मासङ यहाँ तलतिर, यही एरियालाई मासङ भन्छ। यो मुनख्याङ क्षेत्रमा, मुनख्याङभित्र पर्छ एउटा सानो गाउँ मासङ। हामी यही मासङको मासतिर हामी काम गर्छौँ, मेरो कम्पनी छ। सो आज सन्डे चाहिँ एकदम फन डे होस् भनेर चाहिँ आइदिएको हो यसो घुम्न एक्लै। यहाँ छ हाम्रो खोला, माछा मार्न जाउँ है। खोला खाली गङ्गटा लाग्यो मलाई रिङ्गटा। यहाँ छ हाम्रो खोला है। र है कोरियामा चाहिँ हाम्रो धान रोपाइ सकिसक्यो। यहाँ हेरौँ, धान रोपेर लटरमै हरियो बनाइसक्यो। माछा मार्दैछ कि त्यो पर हेरौँ साथी हो, माछा मार्दैछ। 3जना मान्छे छ। के मार्दैछ है, माछा होला। थोडी देर आराम कर लिया जाए, यस्तो राम्रो ठाउँ। वाउ, यो यस्तो छ। यो चाहिँ गाउँ हो पुरै होइन, यतातिर बस्ती छ। यो हजुरआमाले के फरक गरिराख्नु भएको छ। यो बस्ती हो, बस्तीको घरहरू चाहिँ यस्तै छ। त्यस्तो राम्रो छैन। Typical Korean house. Look at the house. It was a typical Korean house. In a century year ago, the house is built like this, you know. It
was a typical. Wow, nice. People stay here or not? I don't know. Where the figure here? No. No, what is here? पर माछा चाहिँ मार्दैछ के गर्दैछ त्यहाँ मान्छेले यो चाहिँ स्नो ह्युमन रिसोर्सेस डेभलपमेन्ट सेन्टर रहेछ अगाडि मेरो अगाडि एकजना बुढो मान्छे पनि साइकल कुदाउँदै जाँदैछ ल ओहो यस्तो शीतल हावा आयो यहाँ अगाडि क्याम्पिङ पनि गर्न थालेछ कि यो गाडीहरू राखेको छ यहाँ क्याम्पिङ भ्यान पनि जस्तो लागेको छ त्यो बसले चाहिँ टुरिस्टहरू लिएर आएको जस्तो छ होइन तर म यहाँ जाँदिनँ छिटै जान्छु किनकि यहाँ धेरै महँगो छ वेलकम टु मुङ्ग्याङ गर्मीले पसिना निस्क्यो कहाँ आइपुग्यो भन्दाखेरि आइपुगेको छु मुन्ख्याङ बजारमा साइकलमा मुन्ख्याङसम्मको यात्रा वाउ के गाइस मैले सपिङ पनि गरिसकेँ अब लाग्नुपर्छ रुम छ यति किन्नको लागि यहाँसम्म आइपुगेँ मेरो साइकल यहाँ छ ओहो ओके हामी चाहिँ मुन्ख्याङदेखि फर्किँदैछौँ फलो द रुट है यो रुटले कहाँ पुर्याउँछ मलाई थाहै छैन ओके यहाँदेखि माथितिर पनि जाँदो रहेछ बाटो तर जानु चाहिँ कहाँ जाने हो थाहा छैन यहाँ गयो भने त हराइन्छ होला यो बाटो कहाँ जान्छ थाहा छैन बाटोको सिम्बल साइन यहाँ दिइरहेको छ साइकल यसरी लैजा भनिरहेको छु हो त्यही फलो गर्दै जाँदैछु यहाँ चाहिँ थोरै घुमेर थोरै फेरि घुम्नु वाउ मजाले केही छैन रहेछ वा रमाइलो छ के हो यतातिर विश्राम गर्दै गर्दै लाग्नुपर्छ अब यता जानुपर्छ मैले यहाँदेखि यस्तो जानु अरे हो लेट्स गो पार्कमा के छ हालखबर पार्क त रमाइलो छ पार्कमा कोही मान्छे छैन कोही सुतिरहेको छ क्या हो यहाँ के हो यो आर्मी क्या हो जस्तो नि भर्खर आएर रहेछ महान सेनानी हो कि जापानिज अक्षरमा लेखेको छ के लेखेको छ यहाँ यो स्मृतिमा बनाएको जस्तो छ यहाँ फुलहरू पनि राखेको छ नयाँ नयाँ रहेछ पार्क राम्रो छ यहाँ घुम्नु आइयो मजा आयो है अब लागौँ के गाइस हिँड्दा हिँड्दा टोइलेट लाग्यो बाटो छेउमै टोइलेट छ आयो अलिअलि रिफ्रेस भयो अनि फेरि लाग्दिनु पर्छ है लेट्स गो मेरो साइकल त्यहाँ पर छ कता 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 खोलाको बहाव एकदमै तेज छ गाइस दाजुभाइ हो हेर्नुहोस् गाइस रमाइलो गाउँ छ यहाँ पर थोरै घर छ पहाडको फेदीमा यति नै घर छ कतिवटा घर छ 4-5वटा घर होला 1 2 3 4 5 6 7वटा घर छ ओ गाइस म कहाँ जाँदैछु आई डोन्ट नो यो बाटोले जहाँ लान्छ त्यतै म जाँदैछु ए
एक्लै बाटोमा हिँड्दैछु। किन भन्दाखेरि एकदमै शीतल छ क्या, सो मजा आउँदैछ एक्सर्साइज। वेल एक्सर्साइज पनि हुन्छ अनि जङ्गलको मजा, हरियालीको मजा पनि लिन सकिन्छ। गाइस कहाँ जाँदैछु मलाई पनि थाहा छैन। यो बाटोले जहाँ लान्छ म त्यतै जाँदैछु। फलो द वे, फलो द रोड। है यहाँ खोर्सानी रोपेर चाहिँ वाउ, जङ्गलतिर नि खोर्सानी। वाउ, मेहनत भनेको यस्तै हो। डरो फलाएर रोपाएर छ। यता चाहिँ के हो, पहाड छ होइन, ट्याङ्की मासतिर छ, अगाडि बाटो छ, जङ्गल छ। कहाँ पुग्ने हो मलाई थाहा छैन, बट जानेछु। बाटो कहीँ न कहीँ त पुगिन्छ होइन, अतालिनु हुँदैन। यहाँ के गेट पनि छ, सानो झोपडी पनि छ। ओ यहाँ त्यो गाउँ आइपुग्यो। एउटा गाउँ घर रहेछ त्यहाँ मासतिर। यता नि आयो एउटा झुक्सान लेखिरहेछ। धेरै सानो झुक्सान रहेछ। खेतीपाती हेर्नु। ओहो, गाउँ बस्ती यहाँ तलतिर रहेछ। तलदेखि आएको म। ओह बल्ल बाटो थाहा पाएँ। आई नो आई एम राइट वे। आयो अर्को बाटो फेरि। हिँड्दा थाक्यो। जङ्गलको बाटो, आमा बाटोमा च्यान गाडी पनि छ। पुरै पनि नडराइ हिँडिदिएको छु। हो एक्लै हो नि, डराउनु त भएन नि, मर्दको छोरा। हा गाडी पनि त्यति साह्रो कुद्दैन यो बाटो। जङ्गलको बिचमा हो के गर्छ र होइन, मान्छे देखिँदैन। सो गुड। बल्ल आइपुग्यो, गाउँ आइपुग्यो। गाउँ साथीभाइ हो, बल्ल गाउँ आइपुग्यो। सास आयो। यात्रा गर्दा बापरे कहाँ नै पुगे जस्तो लागिरहेको थियो है। यताउता घुमफिर गरी आफ्नै गाउँ आइपुग्यो। ओ बसेको ठाउँलाई चाहिँ गाउँ जस्तै लाग्छ नि त, आफ्नै गाउँ जस्तो लाग्छ। सो आफ्नो गाउँ भनिदिएको। आइपुग्यो आफ्नै ठाउँ, आफ्नै गाउँ। मेरो भिडियो हेरेर के कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। ओके गाइस, बाई बाई।